नमस्ते सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। विद्यार्थी भाइ बहिनीहरू, के तपाईँहरू पर्तीय सम्बन्धमा अलमल हुनुहुन्छ? पक्कै पनि तपाईँहरू यदि अलमल हुनुहुन्छ भने तपाईँको पर्तीयसँग सम्बन्धित समस्याहरू हल गर्ने उद्देश्यले म उपस्थित छु। तपाईँहरूको नेपाली विषय शिक्षक सावित्रा पोखरेल। भाइ बहिनीहरू, यहीँजना झुक्किनुहुन्छ उपसर्ग र पर्तीय लागेर बनेका शब्दहरूमा। पर्तीय लागेर बनेका शब्दमा उपसर्ग लेखिदिनुहुन्छ, उपसर्ग लागेर बनेको शब्द लेख्नुहुन्छ, अनि उपसर्ग लागेर बनेको शब्द लेख्नुहोस् भनेर भनेकोमा पर्तीय लागेर बनेको शब्द लेख्नुहुन्छ। त्यसैले यो भिडियोले तपाईँको पर्तीयसँग सम्बन्धित सारा जिज्ञासाहरूलाई समाधान गर्ने प्रयास गर्नेछ र समाधान हुनेछ पनि। त्यसैले एकैछिन तपाईँहरू धैर्यपूर्वक कापी र कलम लिएर आफूलाई अप्ठ्यारो लागेका कुराहरू टिप्नको लागि पनि तम तयारी अवस्थामा बसिदिनु होला है त। ल, अब हामी आजको हाम्रो शीर्षक के छ? पर्तीय। पर्तीयको सम्बन्धमा हामी छलफल गर्छौँ। थोरै पर्तीय भनेको पछाडि भन्ने सम्झिनुहोस् है, एकैछिनको लागि पर्तीय भनेको पछाडि भन्ने सम्झिनुहोस्। हिजोको कक्षामा हामीले के पढ्यौँ त? उपसर्ग पढ्यौँ। उपसर्ग के हुन्थ्यो त भन्दा कुनै पनि अर्थपूर्ण शब्दको अगाडि जोडिन्थ्यो। तर आज ठ्याक्कै त्यसको विपरीत चाहिँ पर्तीय फेरि अगाडि जोडिने उपसर्ग, अनि पर्तीय चाहिँ कता जोडिन्छ त? पछाडि जोडिन्छ है त। ल हेर्नुहोस् है, कोशीय अर्थ भएको भन्न खोजेको शब्दकोशमा कुनै पनि शब्द जसको अर्थ छ, अर्थ समावेश भएको छ, त्यस्तो शब्दलाई कोशीय अर्थ भएको शब्द भन्छ। त्यस्तो कि त कोशीय अर्थ भएको शब्द हुनु पर्यो है कि अब मूल शब्द भनेको त बुझ्नुहुन्छ तपाईँले होइन? त्योभन्दा सानो एकाइमा टुक्र्याउन नमिल्ने होइन, टुक्र्याउँदाखेरि अर्थ नरहने शब्दलाई चाहिँ हामी मूल शब्द भन्छौँ। अथवा धातुका पछाडि, यति कुरा चाहिँ हजुरहरूले एकदमै ख्याल गर्नु होला है। कोशीय अर्थ भएको शब्द, मूल शब्द अनि यो धातु है, यी कुराहरू चाहिँ तपाईँहरू सम्झिनु होला। यति कुराहरू सम्झिनु भयो भने तपाईँले पर्तीयमा केही पनि बिगार्नुहुन्न, परीक्षामा राम्रो अङ्क ल्याउनुहुन्छ। हेर्नुहोस् है त, कोशीय अर्थ भएको शब्द, शब्दकोशमा अर्थ समाविष्ट भएको शब्द अथवा मूल शब्द अथवा धातु होइन, धातु भनेको त बुझ्नुहुन्छ तपाईँले, कुनै पनि क्रियापदको मूल रूपलाई चाहिँ हामी धातु भन्छौँ होइन। त्यो धातुको पछाडि उपसर्ग चाहिँ धातुको अगाडि होइन, नझुक्किनु होला होइन। उपसर्ग अर्थपूर्ण शब्द भन्दा अगाडि आउँथ्यो भने धातु चाहिँ ठ्याक्कै पछाडि, के अरे पर्तीय चाहिँ अर्थपूर्ण शब्द, मूल शब्द र धातुको पछाडितिर जोडिन आउँछ। अनि त्यो जोडिएर चाहिँ नयाँ शब्द निर्माण गर्छ त्यसले चाहिँ है। यसरी कोशीय अर्थ भएको मूल शब्द अथवा धातुका पछाडि जोडिएर नयाँ शब्द निर्माण गर्ने, यो पनि सम्झिनु होला है। नयाँ शब्द निर्माण गर्ने के हो त? भाषिक टुक्रा नै के हो त? पर्तीय हो। अथवा सर्गलाई नै हामी के भन्छौँ त? पर्तीय भनेर भन्छौँ। हेर्नुहोस् है त, कस्ता हुन्छन् त ती भाषिक टुक्राहरू। फेरि यति कुरा बुझ्नु कि त्यो पर्तीयको आफ्नै अर्थ हुन्न, जसले चाहिँ अब शब्दसँग जोडिएर होइन नयाँ शब्दको निर्माण गर्ने काम गर्छ। हेर्नुहोस् है त, अब यहाँ मैले केही पर्तीयहरू लेखेकी छु। इय, इलो, इक, सिल, तव्य, अन, ता, अप्पड, ले, लि, एको, एर, य, ति, तो, औलो आदि जस्तै यहाँ पर्तीयहरू छ। यी पर्तीयहरू लागेर कसरी शब्द, नयाँ शब्द निर्माण हुन्छन् त? हेर्नुहोस् है त ध्यानपूर्वक। अब म यो इय पर्तीय लगाएर शब्द बनाउँदैछु। ल भन्नुहोस्, अन्त्यमा इय आउने शब्दहरू के छन् हो? सम्झिनुभयो? के होला त भन्नु न त है? मानव हो। मानव भन्ने शब्द छ जसको चाहिँ शब्दकोशमा अर्थ समाविष्ट छ होइन। ल हेर्नुहोस् है, मानव प्लस इय, अनि के नझुक्किनु होला भने यो इ यहाँ दीर्घ भएपछि यो मानवीय भन्ने शब्द पनि के बन्छ त? दीर्घ बन्छ है। नझुक्किनु होला, यसलाई रस्सो नलेख्नु होला फेरि है। कतिपय भाइ बहिनीहरूले रस्सो पनि लेख्नुहुन्छ। इय लागेका अरू दानवीय पनि होला होइन, पठनीय होला, पठन प्लस इय, दानव प्लस इय, लेखन प्लस इय है, धेरै छ। अब इलो हेर्नुहोस् है, इलो पर्तीय लगाएर
हामी शब्द बनाऊ इलोबाट ल बनाउनुस् त बनाउनुस् सम्झिनुभयो ल हेर्नुस् है मल प्लस इलो मल प्लस इलो बराबर के भयो त मलिलो भयो है दुध प्लस इलो दुधिलो हुन सक्यो है यस्तै इलोका धेरै हुन सक्छन् अब एक लगाउनुस् त भन्नुस् एक लगाएर शब्द सरी एक रस हो एक लगाएर शब्द भन्नुस् सामाजिक हुन्छ शब्द हैन समाज प्लस एक है समाज प्लस एक बराबर के बन्यो त सामाजिक बन्यो है समाज प्लस एक के भयो त सामाजिक भयो है अब सिल प्रत्यय लगाउनुस् ल एउटा सिल लागेको शब्द भन्नुस् त परिवर्तन प्लस सिल परिवर्तन प्लस सिल के भयो त परिवर्तनशील भयो अब अर्को लगाम अक्कड लगाम है अक्कड लागेको भन्नुस् त एउटा बोल प्लस अक्कड बुलक्कड हैन एको लगाउनुस् है खा प्लस एको हैन सरी यहाँ बोल प्लस अक्कड पनि बोल प्लस अक्कड है अनि खा प्लस एको के भयो त यहाँ खाएको भयो अनि यहाँ के भयो बुलक्कड भयो केही गाह्रो छ नजिक्नु होला है ल अब हेर्नुहोस् है यहाँ प्रत्यय हेर्नुहोस् है ल यिनी के हो नि त यो इय प्रत्यय हो इलो प्रत्यय हो इक प्रत्यय हो सिल प्रत्यय हो अक्कड प्रत्यय हो एकु प्रत्यय हो यिनीहरू शब्दका पछाडि जोडिएका छन् अथवा धातुका पछाडि जोडिएका छन् यो मानव भन्ने शब्द हो हैन यसका पछाडि के जोडियो त इक जोडियो हैन कसरी बन्यो यो फेरि मानव प्लस इय भएर बन्यो अनि यो मानव एउटा शब्द थियो यसबाट फेरि के बन्यो त मानवीय भन्ने नयाँ शब्द निर्माण भयो है मल भन्ने शब्द थियो इलो प्रत्यय जोडियो मलिलो यो बन्ने प्रक्रिया भयो मलिलो नयाँ शब्द भयो मलबाट फेरि मलिलो अर्को शब्द बनायौँ हामी हेर्नुहोस् अनि समाज प्लस इक बराबर के भयो त समाज प्लस इक भयो अनि सामाजिक भयो है यसरी यी चाहिँ प्रत्यय हो यो अगाडि छ यसका पछाडि चाहिँ के लाग्यो त क्रिया लाग्यो हो यसरी धेरै शब्दहरू निर्माण हुन्छन् नझुक्किनु होला कोशीय अर्थ भएको शब्द चाहियो अथवा धातु चाहियो जुन पायो त्यो शब्दका पछाडि लागेर भएन त्यति बुझ्नु होला है जुन पायो त्यही शब्दका पछाडि लागेर भएन है अब हेर्नुहोस् है अब यो तव्य लाउनुहोस् मन प्लस तव्य मन्तव्य अन लाउनुहोस् लेख प्लस अन ता लाउनुहोस् मानव प्लस ता अक्कड बोल प्लस अक्कड भुज प्लस अक्कड ले गाउँ प्लस ले ली झापा प्लस ली पाल्पा प्लस ली खा प्लस एको खाएको खा प्लस हेर खाएर क्रि प्लस य कार्य क्रि प्लस ती कृति व्यक्ति प्लस हो व्यक्तित्व सुन प्लस औलो सुनाउलो हो अब यिनीहरू चाहिँ धातु हुन् है धातु बुझ्नुहुन्छ जस्तै धातु त बुझ्नुहुन्छ नि त खान्छ छ भने यसलाई टुक्र्याउँदाखेरि खा प्लस छ है यहाँ खा धातु छ हो धातुमा के प्रत्यय लाग्यो त यहाँ एको लाग्यो यहाँ यो खान्छमा के भयो त खा प्लस छ प्रत्यय लाग्यो है अब के नझुक्किनु होला तपाईँहरू भन्दाखेरि ल हेर्नुहोस् है जस्तो मैले यहाँ प्रत्यय भन्ने शब्द लेखेँ प्रत्यय यो त यहाँ पनि छ यो प्रत्यय हो नि त हामीलाई थाहा छ है तर यो प्रत्यय प्रक्रियाबाट बनेको शब्द होइन है फेरि यो प्रत्यय हेर्नुलाई किनभने यसलाई टुक्र्याउँ त प्रत्यय प्लस य हुन्छ र हुन्न किनभने यसको अर्थ छैन यो धातु पनि होइन शब्दकोशमा अर्थ समाविष्ट पनि छैन
त्यस कारणले यो चाहिँ के भएन, प्रत्यय प्रक्रियाबाट बनेको शब्द भएन, बुझ्नु होला है। अब अरू चाहिँ यो यो यहाँ हेर्नुहोस् है, यही हामीले लेखेको कुरामा पनि यो कोशीय, कोश प्लस इय प्रत्यय लागेको छ, यो चाहिँ हो है। अनि हु प्लस एको बराबर भएको छ है, त्यो भएर यो पनि प्रत्यय प्रक्रियाबाट बनेको हो है। त्यसरी धेरै शब्दहरू बनाउन सकिन्छ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।